नमस्कार सम्पूर्णमा फेरि पनि वेलकम छ मेरो मिनी ब्लगमा। सबैजना आरामै हुनुहुन्छ होला, आरामै रहनुहोला। आज चाहिँ यो नाट्यको बारेमा थोरै कुराकानी गरौँ भनेर है। अहिले चाहिँ म चाहिँ मेरो नाइट ड्युटीमा छु अनि सेकेन्ड हाफ क्युकेमा छु है। अनि म चाहिँ यो नाट्य लिइरहेको छु। जापान बस्नुहुने चाहिँ धेरैजनालाई चाहिँ नाट्यको बारेमा थाहा नै छ, किनकि सबैजनाले यो ट्राई गरिसक्नु भएको छ र धेरैजनाले चाहिँ डेली रूपमा यो खानु पनि हुन्छ भन्ने लाग्छ मलाई। यसमा चाहिँ हाई प्रोटिन हुन्छ, ताम्पाकु धेरै हुन्छ अनि यो डाइट गर्नुहुने र हेल्दी खानेकुराहरू खानुहुनेको लागि चाहिँ एकदम बेस्ट खानेकुरा मानिन्छ। हामीले चाहिँ डेली लाइफमा चाहिँ यो युज गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ, किनकि यो यासुई पनि हुन्छ है। ह्याकुएनमा चाहिँ हामीले 3वटा प्याकेट पाउन सक्छौँ। महँगो पनि हुन्छ, त्योभन्दा सस्तो पनि पाइन्छ होइन। तर नर्मली जापानमा ह्याकुएनको 3वटा प्याकेट यो खानेकुरा पाउनु भनेको चाहिँ एकदम राम्रो हो क्या, एकदम धेरै यासुई नै हो क्या यो चाहिँ, किनकि धेरै महँगो छ नि त यहाँनिर। अनि यसमा हुने हाई प्रोटिन अनि त्यसपछि हेल्दीले गर्दा पनि धेरैजनाले यो युज गर्नुहुन्छ। मलाई पनि यहाँ जापान आएको केही टाइमपछि चाहिँ जापानिजहरूले भन्नुभएको थियो यो चाहिँ एकदम धेरै राम्रो हुन्छ खाँदाखेरि चाहिँ भन्नुभयो। अनि मैले सुक्पामा गएर अनि त्यहाँ नदेखेपछि सोधेर चाहिँ मैले लिएको थिएँ है यो है। सुरुमा खाँदाखेरि नै मलाई वाउ भन्ने मन लाग्यो क्या होइन, एकदम मन पर्यो। अनि अहिले त मेरो एकदम दाइसुकी नै बनिसकेको छ। आफ्नो हेल्थको केयर चाहिँ आफैले गर्नुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ, किनकि विदेशी ठाउँमा आएर काम गर्नुपर्छ, दुःख गर्नुपर्छ अनि आफ्नो हेल्थको केयर नगर्यो भने त कसले गर्छ र होइन र। त्यही भएर सबैजनाले आफ्नो हेल्थको केयर गरौँ र अलिकति भयो भने हेल्दी खानेकुराहरूमा बढी रुचि गरौँ। तर फेरि म चाहिँ डाइट गर्ने, हेल्दी खानेकुराहरू धेरै खाने मान्छे चाहिँ होइन है। देख्नु भइहाल्यो खाने तरिका पनि कस्तो छ। मलाई खाना खान त्यस्तो टाइम पनि लाग्दैन, तर बेला बेलामा चाहिँ हेल्दी खानेकुराहरू पनि खानुपर्छ जै लाग्छ मलाई है। बस ट्राई गर्नु होला है सबैजनाले। थ्याङ्क यू।